So hello, good morning to everyone है. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला है. अनि म पनि एकदमै ठीक छु है, राम्रै छु. र आज चाहिँ म मकै गर्नेवाला छु है. खेतमा काम गर्नेवाला छु है. एन्ड मकै पनि गर्ने बेला भयो है. अस्ति मैले छरेको र तपाईहरुले हेर्दै गर्नुहोस् है. र साथीभाइ हो है. अब गाउँ बस्तीमा काम त गर्नै पर्छ है. अब बस्तीमा के गर्ने यस्तै छ जिन्दगी. र है यो चाहिँ मकै चाहिँ एकदमै बाक्लो छ है. र यसलाई चाहिँ अलिक उखाल्नु पर्छ. र मेरो आपाले चाहिँ है अलिक उखाल्नु हुँदैछ, अलिक छाट्नु हुँदैछ है. किनभने बाक्लो मकै भयो भने चाहिँ है मकै फल्दैन है. एन्ड तपाईहरुले देख्न सक्नुहुन्छ है. यस्तै छ अब के गर्नु है. एन्ड यो चाहिँ मेरो काँटा हो है. यसले गोड्नु पर्छ है. एन्ड तपाईहरुले देख्न सक्नुहुन्छ है. मेरो आपाले चाहिँ उखाल्नु हुँदैछ है. अलिक पतला बनाउनु पर्छ नि त. पतला बनेन भने चाहिँ फल्दैन है. बाक्लोमा चाहिँ केही पनि हुँदैन है. एन्ड त्यहाँ माथि चाहिँ मेरो गाई गोठ र उयोहरु है. र तल चाहिँ है, तल पनि अस्ति मैले छरेको हो है. तलको पनि मकै नै हो. त्यहाँ पनि आउँदैछ है. एन्ड हरियो भएर आउँदैछ है. त्यहाँ चाहिँ 1-2 दिनमा गोड्नु पर्छ है. र यहाँको चाहिँ गोड्ने बेला भयो. र साथीहरु है, मकै गोरेपछि यस्तो देख्छ हेर्नुस् है. हाम्रो चाहिँ यसरी काम हुन्छ है बस्तीमा चाहिँ. बस्तीको मान्छेको यसरी काम हुन्छ है. एन्ड यो चाहिँ फर्सी हो है. अर्ग्यानिक फर्सी हो. यो चाहिँ उँधो जान्छ खेतपट्टि. यता जान्छ है. अनि बादमा फल्छ. जुन जुलाईतिर मजाले फल्छ है. हेर्नुस् है, मकै चाहिँ यसरी गोड्दैछु है मैले चाहिँ. कोही चाहिँ लडेको छ है, कोही चाहिँ उठेको छ. यो लडेको जति चाहिँ बादमा उठ्छ है. अझै आधी छ गोड्नु. दामी आएको छ मकै है. एकदमै राम्रो मिठो हुन्छ. अर्ग्यानिक पोलेर खानु एकदमै राम्रो हो. भेरी गुड फर हेल्थ है. एन्ड दिस इज फर काउको लागि, गाईको घाँस हो है. दिस अल आर फर गाईको लागि. चापाले छाटेको है. गाईको लागि गाईको घाँस हुन्छ बेलुकाको लागि. एन्ड कहाँसम्म, यहाँसम्म चाहिँ सकेँ मैले आधी चाहिँ. एन्ड उता चाहिँ गोड्नुपर्छ भन्ने के छ. अनि यो चाहिँ तपाईहरुको यसको सागको बिउ है. यो चाहिँ सागको बिउ है. यो चाहिँ छिपेपछि तपाईको निकाल्नुपर्छ यसको दाना है. यो चाहिँ सागको बिउ हो. एन्ड त्यो चाहिँ उयो हो, केराको बोट है. त्यहाँ पनि छ. हाम्रो चाहिँ बस्तीमा यसरी काम हुन्छ है. खासमा बिहान एक्सर्साइज त गर्नु पर्दैन, तर म चाहिँ गर्छु है. बिहान छिटो उठ्छु. एन्ड दिउँसो पनि है, डेमा पनि, डे टाइममा पनि काम त हुन्छै हुन्छ. यस्तै छ लाइफ है. र गाइज है, फाइनली आई हेभ कम्प्लिटेड माई वर्क है. पसिनै पसिना भयो. एन्ड है हेर्न सक्नुहुन्छ तपाईहरुले मेरो काम पनि खत्तम भयो आजको है.
एन्ड द टेम्परेचर इज भेरी हाई है पुरा गरम छ आज त्यस्तो घाम लागेको छैन तर पनि हेभी गरम छ है र है यदि तपाईहरुलाई राम्रो लाग्यो भने चाहिँ भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला है फलो गरिदिनु होला फेसबुकमा एन्ड सबैतिर थ्यांक यू सो मच